नमस्कार साथीहरू, स्वागत छ तपाईलाई हाम्रो एडेप्ट लोकसेवा युट्युब च्यानलमा। यस भिडियोमा हालचालका घटनाक्रम र समसामयिक प्रश्नहरू समावेश गरेका छौँ। यदि तपाईँ लोकसेवा आयोग वा कुनै अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने परीक्षामा राम्रो प्रदर्शन गर्न र सफल हुन यी प्रश्नहरू निकै नै महत्त्वपूर्ण भएकोले भिडियो सुरुदेखि अन्त्यसम्म हेर्न अनुरोध गर्दछु। ढिलो नगरिकन प्रश्नतर्फ जाऊ। प्रश्न नम्बर 1, निकै नै महत्त्वपूर्ण प्रश्न। आइसिसी च्याम्पियन ट्रफी 2025 कुन देशले आयोजना गरेको हो? आइसिसी च्याम्पियन ट्रफी 2025 कुन देशले आयोजना गरेको हो? अप्सन यस प्रकार रहेको छ: क दुबई, ख पाकिस्तान, ग भारत, घ अस्ट्रेलिया। र यो प्रश्नको सही उत्तर रहेको छ पाकिस्तान। पाकिस्तान आइसिसी च्याम्पियन ट्रफी 2025 पाकिस्तानले आयोजना गरेको हो। यसै गरी प्रश्न नम्बर 2, निकै नै महत्त्वपूर्ण प्रश्न। प्रश्न यस प्रकार रहेको छ: आइसिसी च्याम्पियन ट्रफी 2025 को उपाधि कुन देशले जितेका हुन्? आइसिसी च्याम्पियन ट्रफी 2025 को उपाधि कुन देशले जितेका हुन्? अप्सन निम्न रहेका छन्: क न्युजिल्यान्ड, ख पाकिस्तान, ग भारत, घ अस्ट्रेलिया। र यो प्रश्नको सही उत्तर रहेको छ भारत। आइसिसी च्याम्पियन ट्रफी 2025 को उपाधि भारतले जितेका हुन्। प्रश्न नम्बर 3 यस प्रकार रहेको छ, निकै नै महत्त्वपूर्ण प्रश्न। 97औं ओस्कर अवार्डमा सर्वश्रेष्ठ अभिनेताको उपाधि कसले हासिल गरेका हुन्? 97औं ओस्कर अवार्डमा सर्वश्रेष्ठ अभिनेताको उपाधि कसले हासिल गरेका हुन्? अप्सन प्रकार रहेको छ: क टिम्थी चाल्मेट, ख राल्फ फिएनेस, ग एड्रिन बोड्री, ख सेबास्टियन स्टान। यो प्रश्नको सही उत्तर रहेको छ एड्रिन बोड्री। एड्रिन बोड्रीले दोस्रो पटक ओस्कर अवार्ड द ब्रुटलिस्ट चलचित्रमा लास्लो टोटको भूमिका निभाएका कारण जित्न सफल भएको हो। प्रश्न नम्बर 4 यस प्रकार रहेको छ: 97औं ओस्कर अवार्डमा सर्वश्रेष्ठ चलचित्र पुरस्कार कुन चलचित्रले हासिल गरेको छ? 97औं ओस्कर अवार्डमा सर्वश्रेष्ठ चलचित्र पुरस्कार कुन चलचित्रले हासिल गरेको छ? निम्न अप्सनहरू रहेका छन्: क द ब्रुटलिस्ट, ख ओपनहाइमर, ग अ कम्प्लिट अननोन, घ एनोरा। र यो प्रश्नको सही उत्तर रहेको छ एनोरा। एनोरा आधुनिक समाजमा प्रेम, वर्ग र परिवारको भूमिकालाई चित्रण गर्ने चलचित्र हो। एनोरा एक सामान्य केटीको कथा जसको जीवनमा अप्रत्याशित प्रेम आउँछ, तर त्यससँगै सामाजिक र पारिवारिक चुनौती पनि आउँछन्। त्यसै गरी प्रश्न नम्बर 5 यस प्रकार रहेको छ, निकै नै महत्त्वपूर्ण प्रश्न। फुटबल विश्वकप 2034 कुन देशमा आयोजना हुँदैछ? फुटबल विश्वकप 2034 कुन देशमा आयोजना हुँदैछ? अप्सन यस प्रकार रहेको छ: क ब्राजिल, ख साउदी अरेबिया, क स्पेन, ख संयुक्त राज्य अमेरिका। र यो प्रश्नको सही उत्तर रहेको छ साउदी अरेबिया। त्यसै गरी 6 निकै नै महत्त्वपूर्ण प्रश्न यस प्रकार रहेको छ: CNN को साहसी खेलाडीको सूची 2024 मा परेकी नेपाली महिला को हुन्? CNN को साहसी खेलाडीको सूची 2024 मा परेकी नेपाली महिला को हुन्? निम्न अप्सनहरू रहेका छन्: क पूर्णिमा श्रेष्ठ, ख पलेसा गोवर्धन, क पूजा महतो, घ उषा भण्डारी। र यो प्रश्नको सही उत्तर रहेको छ क पूर्णिमा श्रेष्ठ।
प्रश्न नम्बर 7 प्रकार रहेको छ पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सव 2081 पोखरामा कहिलेदेखि कहिलेसम्म भएको थियो? पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सव 2081 पोखरामा कहिलेदेखि कहिलेसम्म भएको थियो? अप्सनहरू यस प्रकार रहेको छ क 2081 पौष 8 गतेदेखि 17 गतेसम्म, ख 2081 पौष 9 गतेदेखि 17 गतेसम्म, ग 2081 पौष 10 गतेदेखि 17 गतेसम्म र घ 2081 पौष 11 गतेदेखि 17 गतेसम्म। र यो प्रश्नको सही उत्तर रहेको छ ख 2081 पौष 9 गतेदेखि 17 गतेसम्म। प्रश्न नम्बर 8 यस प्रकार रहेको छ नेपाल र किरिबाटी बीच 183 औं कूटनीतिक सम्बन्ध कहिले भएको हो? नेपाल र किरिबाटी बीच 183 औं कूटनीतिक सम्बन्ध कहिले भएको हो? अप्सन यस प्रकार रहेको छ क 2024 जुन 16 गते, ख 2024 जुलाई 16 गते, ग 2024 जुन 17 गते, ख 2024 जुलाई 17 गते। र यो प्रश्नको सही उत्तर रहेको छ ख 2024 जुलाई 17 गते। नेपाल र किरिबाटी बीच 183 औं कूटनीतिक सम्बन्ध 2024 जुलाई 17 गते भएको हो। प्रश्न नम्बर 9 निकै नै महत्त्वपूर्ण प्रश्न 48 औं राष्ट्रपति डोनाल्ड ट्रम्पले कति इलेक्टोरल कलेज प्राप्त गरेको हो? 48 औं राष्ट्रपति डोनाल्ड ट्रम्पले कति इलेक्टोरल कलेज प्राप्त गरेका थिए? अप्सन यस प्रकार रहेको छ क 311 इलेक्टोरल कलेज, ख 270 इलेक्टोरल कलेज, ग 312 इलेक्टोरल कलेज, ख 226 इलेक्टोरल कलेज। र यो प्रश्नको सही उत्तर रहेको छ 312 इलेक्टोरल कलेज, ग 312 इलेक्टोरल कलेज। 48औं राष्ट्रपति डोनाल्ड ट्रम्पले 2025 जनवरी 20 देखि कार्यभार सम्हालेका हुन्। प्रश्न नम्बर 10 निकै नै महत्त्वपूर्ण प्रश्न यस प्रकार रहेको छ नोबेल पुरस्कार 2024 को शिक्षा विधामा कसलाई पुरस्कृत गरियो? नोबेल पुरस्कार 2024 को शिक्षा विधामा कसलाई पुरस्कृत गरियो? अप्सन यस प्रकार रहेको छ क ग्यारी रु भकुन अमेरिका, ख जेफ्री ई हिन्टन क्यानाडा, ग हङकङ दक्षिण कोरिया, ख जुन एम जम्पर अमेरिका। यो प्रश्नको सही उत्तर रहेको छ हङकङ दक्षिण कोरिया। दक्षिण कोरियाली लेखक हाङकाङलाई उनको गहन काव्यात्मक गदका लागि जसले ऐतिहासिक पीडाहरूलाई सामना गर्छ र मानव जीवनको नाजुकतालाई उजागर गर्छ भनेर सम्मानित गरियो। प्रश्न नम्बर 11 प्रकार रहेको छ मदन पुरस्कार 2080 कसलाई प्रदान गरियो? मदन पुरस्कार 2080 कसलाई प्रदान गरियो? अप्सन यस प्रकार रहेको छ क भक्त साङतान डम्फुको आत्मलाभ, ख मोहन मैनाली मुकाम रणमैदान, ग जीवन छेत्री नुन तेल, ख रोशन थापा सन्तासका 60 दिन। र यो प्रश्नको सही उत्तर रहेको छ मोहन मैनाली काम रणमैदान। पुरस्कारका लागि 304 पुस्तक मध्ये 5 उत्कृष्ट पुस्तक छनौट गरिएको थियो। यस पुस्तकमा नेपाल अंग्रेज युद्धको कथा वस्तु समेटिएको छ।
प्रश्न नम्बर 12 आर्थिक वर्ष 2081-82 अनुसार कुन प्रदेशलाई साना तथा मझौला उद्यम हबको रूपमा विकास गरिने योजना छ? आर्थिक वर्ष 2081-82 अनुसार कुन प्रदेशलाई साना तथा मझौला उद्यम हबको रूपमा विकास गर्ने योजना छ? क लुम्बिनी प्रदेश, ख बागमती प्रदेश, क गण्डकी प्रदेश, ख कोशी प्रदेश। र यो प्रश्नको सही उत्तर रहेको छ क लुम्बिनी प्रदेश। यस प्रकार निम्न प्रदेशहरूलाई विशिष्टीकृत आर्थिक केन्द्रको रूपमा विकास गरिने योजना छ। क कोशी प्रदेशलाई उद्योग हबको रूपमा, मध्य प्रदेशलाई कृषि हबको रूपमा, त्यसै गरेर बागमती प्रदेशलाई सूचना प्रविधि हबको रूपमा, गण्डकी प्रदेशलाई पर्यटक हबको रूपमा, त्यसै गरेर लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्यम हबको रूपमा, कर्णाली प्रदेशलाई जडीबुटी हबको रूपमा र सुदूरपश्चिमलाई धार्मिक पर्यटन आर्थिक हबको रूपमा विकास गरिने योजना छ। प्रश्न नम्बर 13 यस प्रकार रहेको छ। ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना 2081 अनुसार आर्थिक वर्ष 2091-92 सम्ममा कति मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ? ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना 2081 अनुसार आर्थिक वर्ष 2091-92 सम्ममा कति मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ? अप्सन यस प्रकार रहेको छ। क 30,000 मेगावाट, ख 28,500 मेगावाट, क 29,500 मेगावाट, ख 25,000 मेगावाट। यो प्रश्नको सही उत्तर रहेको छ ख 28,500 मेगावाट। त्यसै गरी प्रश्न नम्बर 14 निकै नै महत्त्वपूर्ण प्रश्न। 2025 मा नेपालले कुन अन्तर्राष्ट्रिय संस्थासँग जलवायु परिवर्तनको अनुकूलका लागि सहयोग सम्झौता गरेको छ? 2025 मा नेपालले कुन अन्तर्राष्ट्रिय संस्थासँग जलवायु परिवर्तन अनुकूलका लागि सहयोग सम्झौता गरेको छ? अप्सनहरू यस प्रकार रहेको छ। क संयुक्त राष्ट्र सङ्घ, ख विश्व बैंक, क एसियाली विकास बैंक, ख माथिका सबै। र यो प्रश्नको सही उत्तर रहेको छ माथिका सबै। प्रश्न नम्बर 15 यस प्रकार रहेको छ। 2078 को जनगणना अनुसार नेपालको शहरी जनसङ्ख्या कति प्रतिशत छ? 2078 को जनगणना अनुसार नेपालको शहरी जनसङ्ख्या कति प्रतिशत छ? अप्सन प्रकार रहेको क 56.2%, ख 66.08%, क 45.5% र ख 50.2%। र यो प्रश्नको सही उत्तर रहेको छ 63.08%। प्रश्न नम्बर 16 निकै नै महत्त्वपूर्ण प्रश्न यस प्रकार रहेको छ। आर्थिक वर्ष 2081-82 मा राष्ट्रिय प्रणालीको विद्युत जडित क्षमता कति मेगावाट पुर्याउने लक्ष्य राखिएको छ? आर्थिक वर्ष 2081-82 मा राष्ट्रिय प्रणालीको विद्युत जडित क्षमता कति मेगावाट पुर्याउने लक्ष्य राखिएको छ? अप्सन निम्न रहेका छन्। क 4500 मेगावाट, ख 4000 मेगावाट, ग 5000 मेगावाट र घ 3500 मेगावाट। र यो प्रश्नको सही उत्तर रहेको छ 4500 मेगावाट। आर्थिक वर्ष 2081-82 मा राष्ट्रिय प्रणालीको विद्युत जडित क्षमता 4500 मेगावाट पुर्याउने लक्ष्य राखिएको छ। प्रश्न नम्बर 17 निकै नै महत्त्वपूर्ण प्रश्न। 16औं योजनाले गरिबको रेखामुनि रहेको जनसङ्ख्यालाई कति प्रतिशतमा झार्ने लक्ष्य लिएको छ? 16औं योजनाले गरिबीको रेखामुनि
रहेको जनसङ्ख्यालाई कति प्रतिशतमा झर्ने लक्ष्य लिएको छ? निम्न अप्सनहरू रहेका छन्। क 10%, ख 12%, क 15%, ख 18%। र यो प्रश्नको सही उत्तर रहेको छ 12%। 16औं योजनाले गरिबीको रेखामुनि रहेकालाई 12%मा झार्ने लक्ष्य लिएको छ। प्रश्न नम्बर 18 यस प्रकार रहेको छ। 2081 पुस 11 गतेदेखि गोरखापत्रमा प्रकाशित हुने 45औं भाषा कुन हो? 2081 पुस 11 गतेदेखि गोरखापत्रमा प्रकाशित हुने 45औं भाषा कुन हो? अप्सन यस प्रकार रहेको छ। क बाम्बुले राई भाषा, ख रानाथारू भाषा, क याख्या भाषा, ख डडेलधुरेली भाषा। यो प्रश्नको सही उत्तर रहेको छ बाम्बुले राई भाषा। प्रश्न नम्बर 19 निकै नै महत्त्वपूर्ण प्रश्न। प्रश्न यस प्रकार रहेको छ। T20 विश्वकप 2026 क्रिकेट प्रतियोगिता कुन देशमा आयोजना हुने भएको छ? T20 विश्वकप 2026 क्रिकेट प्रतियोगिता कुन देशमा आयोजना हुने भएको छ? निम्न अप्सनहरू रहेको छ। क अस्ट्रेलिया र न्युजिल्यान्ड, ख भारत र श्रीलङ्का, ग इङ्ल्यान्ड र वेल्स, ख दक्षिण अफ्रिका र जिम्बाब्वे। यो प्रश्नको सही उत्तर रहेको छ ख भारत र श्रीलङ्का। यसैगरी प्रश्न नम्बर 20 निकै नै महत्त्वपूर्ण प्रश्न। प्रश्न यस प्रकार रहेको छ। एसियाली विकास बैंकले चालु आर्थिक वर्ष 2081-82 मा नेपालको आर्थिक वृद्धि दर कति प्रतिशत हुने प्रक्षेपण गरेको छ? अप्सन यस प्रकार रहेको छ। क 4.6%, ख 4.7%, क 4.8%, ख 4.9%। र यो प्रश्नको सही उत्तर रहेको छ 4.9%। प्रश्न नम्बर 21 निकै नै महत्त्वपूर्ण प्रश्न। हालसालै वाणिज्य बैंकको शाखा पुगेको नेपालको 753औं स्थानीय तह कुन हो? हालसालै वाणिज्य बैंकको शाखा पुगेको नेपालको 753औं स्थानीय तह कुन हो? अप्सन यस प्रकार रहेको छ। क सैपाल गाउँपालिका, ख व्यास गाउँपालिका, ग रुबी भ्याली गाउँपालिका, ख गुमे गाउँपालिका। यो प्रश्नको सही उत्तर रहेको छ सैपाल गाउँपालिका। प्रश्न नम्बर 22 के नै महत्त्वपूर्ण प्रश्न। प्रश्न यस प्रकार रहेको छ। आर्थिक सर्वेक्षण 2080-81 मा नेपालको आर्थिक वृद्धि दर कति प्रतिशत रहने अनुमान गरिएको छ? आर्थिक सर्वेक्षण 2080-81 अनुसार नेपालको आर्थिक वृद्धि दर कति प्रतिशत रहने अनुमान गरिएको छ? अप्सन यस प्रकार रहेको छ। 3.87%, ख 4.5%, ग 5.2%, ख 6%। र यो प्रश्नको सही उत्तर रहेको छ 6%। प्रश्न नम्बर 23 प्रश्न यस प्रकार रहेको छ। 39औं अमेरिकी राष्ट्रपति कार्टरको निधन कहिले भएको थियो? 39औं अमेरिकी राष्ट्रपति कार्टरको निधन कहिले भएको थियो? प्रश्नको अप्सन यस प्रकार रहेको छ। क 2024 नोभेम्बर 28, ख 2024 डिसेम्बर 28, ग 2024 नोभेम्बर 30, ख 2024 डिसेम्बर 29। र यो प्रश्नको सही उत्तर रहेको छ ख 2024 डिसेम्बर 29।
प्रश्न नम्बर 24 प्रधानमन्त्री पी शर्मा ओलीको चीन भ्रमण कहिले भएको थियो? अप्सन यस प्रकार रहेको छ 2081 मङ्सिर 16 गतेदेखि 20 गतेसम्म, ख 2081 मङ्सिर 16 गतेदेखि 21 गतेसम्म, ग 2081 मङ्सिर 17 गतेदेखि 20 गतेसम्म, ख 2081 मङ्सिर 17 गतेदेखि 21 गतेसम्म। यो प्रश्नको सही उत्तर रहेको छ 2081 मङ्सिर 17 गतेदेखि 20 गतेसम्म, ग 2081 मङ्सिर 17 देखि गतेसम्म। प्रश्न नम्बर 25 निकै नै महत्त्वपूर्ण प्रश्न यस प्रकार रहेको छ पहिलो नेपाल प्रिमियर लिग 2081 कहिलेदेखि कहिलेसम्म भएको थियो? पहिलो नेपाल प्रिमियर लिग 2081 कहिलेदेखि कहिलेसम्म भएको थियो? अप्सन यस प्रकार रहेको छ क 2081 मङ्सिर 11 गतेदेखि पुस 4 गतेसम्म, ख 2081 मङ्सिर 15 गतेदेखि पुस 4 गतेसम्म, ग 2081 मङ्सिर 11 गतेदेखि पुस 6 गतेसम्म, ख 2081 मङ्सिर 15 गतेदेखि पुस 6 गतेसम्म। र यो प्रश्नको सही उत्तर रहेको छ 2081 मङ्सिर 15 गतेदेखि पुस 6 गतेसम्म। प्रश्न नम्बर 26 निकै नै महत्त्वपूर्ण प्रश्न सामाजिक सञ्जाल टिकटक नेपालमा सूचीकृत कहिले भएको हो? सामाजिक सञ्जाल टिकटक नेपालमा सूचीकृत कहिले भएको हो? अप्सन यस प्रकार रहेको छ क 2080 कार्तिक 27 गते, ख 2081 भदौ 6 गते, ग 2081 कार्तिक 20 गते, ख 2081 कार्तिक 24 गते। यो प्रश्नको सही उत्तर रहेको छ कार्तिक 20 गते, ग 2081 कार्तिक 20 गते। धन्यवाद। यस्तै भिडियोहरूको लागि हाम्रो च्यानललाई लाइक, शेयर, सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।